हाई साथीहरू, गुड मर्निङ। आज हामीहरू आएको छौँ आउटसाइडतिर होटलदेखि खाना लिएर। भर्खरै सेटअप लगाएर सकिसक्यो। अब चाहिँ खाना आउँदैछ होटलदेखि। तपाईँहरूलाई देखाउँदैछु हामीले सेटअप लगाएको छौँ। अहिले चाहिँ अब खाना लगाइसकेपछि पनि देखाउनेछु र अहिले पनि देखाउनेछु तपाईँहरूलाई। ल हेर्न जाऊँ त है। यता चाहिँ हामीहरूले सेटअप लगाइसकेका छौँ यतातिर। अब यहीँ खाना आउँछ। अहिले एकछिनपछि म तपाईँहरूलाई देखाउने छु यो दृश्य पनि खाना लगाइसकेपछि र नलगाउनुभन्दा पहिले कस्तो थियो भनेर देखाउने छु अवश्य। हेरेर राख्नु होला। चाहिँ खाना लगाउँदाखेरिको सेटअप लगाउँछौँ हामीहरूले। अब खाना आउँछ अनि खाना आइसकेपछि त्यसपछि हामी सेटअप खाना लगाउने छौँ। यसमा देखाउने छु अवश्य, तपाईँहरूलाई हेर्दै राख्नु होला। सँगै आएको साथी चाहिँ यो चाहिँ इजिप्टको सँगै काम गर्छौँ हामीहरू। चाहिँ हामीसँगै काम गर्ने साथी एकदमै ठिक छ। मान्छे चाहिँ एकदम मिलनसार छ। जुनसुकै देशको भए पनि अब मिलनसार छ एकदमै मिल्ने, एकदमै राम्रो तरिकाले एकदम बिहेभ राम्रो गर्ने साथी हो। अब खाना आइसकेपछि बनाउने छु अवश्य, तपाईँहरूलाई देखाउने छु तबसम्मको लागि। अहिले जाँदैछु। यता पनि हाम्रो ट्याक्क आएपछि रेडी गरेर राखेको छु यतातिर। खाना आएपछि हाल्नलाई सिधै अब यो फ्युलहरू जलाउनुपर्छ यहाँबाट। यसमा खाना चाहिँ आउँछ। यता चाहिँ प्लेट बलहरू सबै राखेका छौँ गेस्टहरूलाई खाना दिनलाई। साथीले चाहिँ यता टेबल रेडी गर्दैछ सर्भिसको लागि। जुन ठाउँ हामीहरू आएको छौँ नि, यो ठाउँकोबाट मेट्रो स्टेसन देखिन्छ। म तपाईँहरूलाई देखाउँदैछु। मेरो भएको ठाउँबाट हो बाहिरको दृश्य है। जो छ नि यो अपार्टमेन्टमा यहाँ छ। अनि यता चाहिँ यो सिधा यता देखिरह्यो नि मेट्रो स्टेसन हो। यो अपार्टमेन्टभन्दा अगाडिपट्टि छ मेट्रो स्टेसन हो साउदीमा दमनको। त्यहाँतिर मेट्रो स्टेसन यो देखिरह्यो यही घर हो मेट्रो स्टेसन। बिल्डिङहरूभन्दा अगाडिपट्टि यहाँ देखिरहेको छ सानो यहाँ मेट्रो पनि देखिरहेको छ यहाँबाट। Subsubena. Das sind schon viel warmer, ne? अब हाम्रो प्याकिङ सकेर यतातिर अब हामी